साथीहरु नमस्ते, के छ हाल खबर सबैजनालाई है। सबैजना सन्चै होला फेसबुक मित्रहरु सबैजना। र आज फेरि मैले भिडियो ल्याइसके र आज धेरै टाढो गएको छैन, सिटी भित्रकै भिडियो छ है। आज तपाईहरुलाई म बीचको लुक पनि देखाउँछु सबैजनालाई। आज म बीचको रोड भएर ट्राभलिङ गरिरहेको छु। सिटी भित्र अलि ट्राफिक बढी छ, त्यही भएर हजुरहरुलाई आज म तर भिडियो चाहिँ लामो बन्न सक्छ। सरी भिडियोलाई पुरा हेरिदिनु होला है। कस्तो लाग्छ हजुरलाई अनि कमेन्ट अनि लाइक अनि शेयर गरिदिनु होला। अनि हजुरहरुको सल्लाह र सुझावको लागि म चाहिँ प्रतीक्षामा हुनेछु र मलाई कमेन्टमा लेखेर भन्नु होला कुनै सुझाव छ भनेपछि है। र हजुरहरुलाई म मेरो यो ट्राभलिङ ब्लग र यो मिनी ब्लगमा सबैजनालाई धेरै धेरै स्वागत पनि छ है। र हजुरहरुलाई कस्तो मन पर्छ कि मन पर्दैन है, भिडियो हेरेर साथ दिने सबैजनालाई मेरो शुभकामना। आज चाहिँ अगस्तको 5 तारिक र साँझको 26 र हजुरहरुलाई म आज बीचको लुक देखाउँदै गइरहेको छु है। हेर्नु होला, अगाडि म देखाउँछु। यस्तै पागलहरु आउँछन्, यो जानेर पनि उठान लिन्छन्, त्यही भएर समस्या हुन्छ है। यो चाहिँ बीचको रोड हो है। यहाँ चाहिँ बीच सिधै गयो भने बीच आउँछ, समुद्र बीच के हो भनेर चाहिँ अझै फेरि कन्फ्युज होला साथीहरु है। बीच भनेको चाहिँ समुद्रतिर हो, समुद्रतिर गइरहेको छु म। र हजुरहरुलाई कस्तो छ यो लुक? साँझ बेलाको ठिक्क साँझ पर्दैछ, 26 भइसक्यो, 26 भइसक्यो रहेछ टाइम पनि। आज अगस्तको 5 तारिक हो, पहिल्यै नै भनिसक्यो हजुरलाई मैले। र यस्तै छ, भिडियो बनाउँदै हिँड्छु म। र अब नयाँ भिडियोहरू ल्याउने कोसिस गर्छु। हजुर कहाँ टाइम छैन, काम गर्नै पर्छ। फेसबुकमा काम अलिकति यसो रिल हालौँ भन्ने गर्छु, त्यही भएर यस्तो छ। हेर्नुहोस् साथी हैन, अब ठ्याक्क बीच आइरहेछ, हजुरलाई देखाइरहेछ। अब के भन्छ, उतापट्टि हेऱ्यो पानी नै पानी, माथि हेऱ्यो आकाश नै आकाश। मेरो पछाडिपट्टि हेर्ने हो भनेपछि मात्र दोकानहरू आउँछ नि, बीचका सेल गर्ने दोकानहरू। बाँकी दिन त खासै खुल्दैनन्, तर यसो सन्डे र सटरडे के भन्छ, शनिबार र आइतबार खुल्छन् यिनीहरू सबै। शनिबार र आइतबार त यहाँ गाडी राख्ने ठाउँ पनि हुँदैन, गाडी जानु पनि यो बाटो पनि त्यतिकै ट्राफिक हुन्छ, मेन रोड भन्दा पनि बेसी ट्राफिक हुन्छ यतातिर। आज चाहिँ नर्मल डे हो, नर्मल डेको लागि खासै त्यति मान्छेहरू आउने जाने गर्दैनन् है। यस्तै हो। यो हेर्नु ल बीच, यो गाडीको अगाडि सिधा हेरेपछि बीच, यो सबै बीच हेर्न आएका गाडीहरूका पार्किङ। ल हेर्नु बीच, यता चाहिँ हजुरहरुको पुरै बीच छ। हेर्नु यता पुरा बीच। आज पनि मान्छे छन्, तर पहिला जस्तो छैन। पहिला अब बाँकी दिन चाहिँ कस्तो हुन्थ्यो भनेपछि यहाँ त खासै भिडभाड गाडीहरू हुँदैन थिए, तर अहिले चाहिँ के हुन्छ भनेपछि नि, बाँकी दिन पनि मान्छेहरू अब अफिसको छुट्टी यताउता लिएर साँझ बेलुका अब यताउता घर जाने मान्छेहरू बीच भएर आउँछन्, बीचमा बसेर जान्छन् होइन। उतापट्टि लेफ्ट ह्यान्ड साइड पुरै बीच छ, राइट ह्यान्ड साइड पुरै घरहरू छन् है। यो चाहिँ पुरै बीचको बाटो हो, त्यही भएर अलिकति क्यामेरा पनि चेकिङ भइरहेछ। त यस्तो छ त बीचहरू। अब हजुरलाई म बीचको भिडियो एउटा पुरा लिएर आउँछु है। आज चाहिँ हजुरलाई यसो रोडको भिडियो देखाइरहेछु र हजुरहरूलाई म बीचको भिडियो पनि ल्याउँछु, राम्रोसँग बीचमा खेलेको भिडियो पनि लिएर आउँछु। र भिडियो हेरेर पुरा साथ दिनु होला है। हजुरहरू भिडियो हजुरको फेसबुकमा आउँछ कि आउँदैन त्यो थाहा छैन मलाई, अब त्यति त खासै मलाई पनि अब पुग्छ कि पुग्दैन है। तर भिडियो भएर पनि हुन्छ नि, यसो आयो भने लाइक चाहिँ कमेन्ट चाहिँ गरिदिनु होला। र कुनै सुझाव छ भने सुझाव पनि भनिदिनु होला है। यस्तै हो। अब हेर यो पुरै बिचै बीच आउँछ, पुरा समुद्रकै एरिया हो यो चाहिँ है। यता चाहिँ पानीपुरी सबै पाउँछ, पानीपुरी कोलाई मन पर्छ है। पानीपुरी मन पर्ने जतिले पनि यहाँ चाहिँ कलेजका बसहरू पार्किङ गर्छन्।
यतैका अब मान्छेहरू काम गर्ने ड्राइभरहरू यतैको नजिकको हुन्छ नि, त्यही भएर यता ल्याएर बिचमा पार्किङ गरेर यो कलेज सलेज यता नजिकमा छैन है, कलेज चाहिँ अलिक टाढो छ, कलेजको लागि टाढो जानुपर्छ। यस्तै हेर्नु अब यता चाहिँ यस्तो हुन्छ। र हजुरहरू पनि मेरो ब्लगलाई लाइक एन्ड सेयर गर्नु होला। म हजुरलाई बिचको नेक्स्ट टाइम देखाउने कोसिस गर्छु। यो पुरा लेफ्ट साइडको चाहिँ पुरै बिच हो है, हजुरलाई देखाउने कोसिस गरिरहेको छु। तर अब अहिले गाडी रोकेर देखाउनु भएन, म पनि काममै छु अहिले, त्यही भएर काममा जानु हतारले गर्दा हजुरलाई यसो बिच रोडमा मेन रोड चाहिँ के भन्छ ट्राफिक भएको कारणले गर्दा यो बाटो आएको छु है। अब चाहिँ यस्तो छ। र म सन्डे हुन्छ या सटरडे हजुरहरूलाई पुरै बिचमा गएर देखाउँछु, हजुरहरू चिन्ता नमान्नु होला है। अहिलेको लागि बाई बाई, सबैजना ख्याल राख्नु होला। यस्तै हो, यता त हेर्नु गाडी चलाउनै पर्यो, नचलाएर काम पनि छैन, हिँड्नै पर्यो। बस यता चाहिँ के खुलिरहेको रहेछ, पुरा मान्छेहरू आएको छ। यहाँ चाहिँ एउटा होटल खुलिरहेको जस्तो छ, यस्तो छ। आइसक्रिम चाहियो भन्नु, यहाँ आइसक्रिमको ठेला पनि छ। यो चाहिँ यस्तो छ। साँझ बेलुका चाहिँ साँझ पढ्ने बेलाको चाहिँ यस्तो छ है। यता कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट लाइक सेयर नबिर्सनु होला। सबैजनालाई हस्त बाई बाई है, गुड नाइट, शुभरात्रि सबैजनालाई है, बाई।